सुरु आयो हेर्नु यो हाम्रो नयाँ स्कुटर। हेलो गाइज, उहाँ मेरो मामा मामा ल भन्नु त के कुरा भन्नु मन छ भान्जीको च्यानलमा। ढुन्टे बल्ल बल्ल मामा आइछन् भने नि हो ल। अब चाहिँ यहाँ मामाले यस्तै पहिलाको घर भत्काएर अब ट्याक्क अब कुन घर भन्नु मोडर्न घर बनाउनुहुन्छ अरे, नयाँ घर बनाउनुहुन्छ अरे। ट्याक्क पहिलाको मन्दिर भत्काएर नयाँ मन्दिर बनेको छ। अब यसमा अब अमेरिकन स्टाइल घर बनाउनुहुन्छ मामाले होइन आमा? के हो कस्तो विचार गर्नु त? भूकम्प प्रतिरोधी बनाउने नि फेरि सानो। ए ल ओके। त्यो घरमा चाहिँ अब भोलि पछि आएर हामी फेरि नयाँ ब्लग बन्नेछ त्यसमा चाहिँ है यार। अब नयाँ घर हेर्नु यताबाट। हेलो गाइज, आज त हामी लमजुङमा छौँ मामा घरमा च्याक्क लाएर है बेबी। यस। अनि हामी चाहिँ कति वर्षपछि आएको, लगभग 5-6 वर्षभन्दा बढी नै भयो होला होइन मामा घर नआएको। 5-6 वर्षपछि आएको हामी। अनि यही छ, अब म तपाईँलाई हाम्रो मामा घरको टुर गर्नेछु। कस्तो हुँदैछ हो कि होइन? ओके ल। हेलो गाइज, उहाँ मेरो मामा मामा ल भन्नु त के कुरा भन्नु मन छ भान्जीको च्यानलमा। ढुन्टे बल्ल बल्ल मामा आइछन् भने नि हो ल। अब चाहिँ यहाँ मामाले यस्तै पहिलाको घर भत्काएर अब ट्याक्क अब कुन घर भन्नु मोडर्न घर बनाउनुहुन्छ अरे, नयाँ घर बनाउनुहुन्छ अरे। ट्याक्क पहिलाको मन्दिर भत्काएर नयाँ मन्दिर बनेको छ। अब यसमा अब अमेरिकन स्टाइल घर बनाउनुहुन्छ मामाले होइन आमा? के हो कस्तो विचार गर्नु त? भूकम्प प्रतिरोधी बनाउने नि फेरि सानो। ए ल ओके। त्यो घरमा चाहिँ अब भोलि पछि आएर हामी फेरि नयाँ ब्लग बन्नेछ त्यसमा चाहिँ है यार। अब नयाँ घर हेर्नु यताबाट। त्यो त हरियो तरकारी देखाउने, गरो देखाउने, सागपात देखाउने, भैँसिया गोठ देखाइदिने सब हाल्यो न। ल यो चाहिँ हाम्रो अर्को घर हो, च्याट्ट परेको। कोही ल्यापटपमा बिजी हुनुहुन्छ। अनि यता हाम्रो धारो छ, फुल पनि छ। ए तलतिर तरकारी छ। यो बाथरुम भइगयो। यहाँ हाम्रो माइजू मिठो मिठो तरकारी पकाउँदै हुनुहुन्छ भान्जा भान्जीहरूलाई। माइजू के छ त खबर? ठिक छ। ओके। अनि के भन्न चाहनुहुन्छ हजुरले? भन्न चाहनुहुन्न। ल ओके ठिक छ। माइजू बोल्नु हुँदैन, मलाई थाहा छ। हाम्रो यहाँ काले भैँसी पनि छ, कता गयो? ओ भैँसी ऊ हेऱ्यो, चिन्छ यसले मलाई जे होस्। अनि यतापट्टि हाम्रो बाख्रा पनि छ। मुनि मुनि यो दुइटा मुनि मुनि छन् यहाँ। अब हाम्रो एउटा नयाँ कुरा छ, सागबारी पनि छ एउटा हाम्रो। अब यो हाम्रो नयाँ स्कुटर छ। वाह स्कुटर स्कुटर यो हाम्रो नयाँ स्कुटरमा एकचोटि चढ्नै पर्छ हामी जे होस्। स्कुटर यो छ। पछाडिबाट हेर्दा हाम्रो घर चाहिँ खतरा देखिन्छ क्या अरूभन्दा नि। यो भयो पछाडिको। पहिला यहाँ ठुलो जङ्गल थियो, बाँसघारी थियो, त अब अहिले चाहिँ सानो छ। न स्कुटरको लुक यताबाट हेर्दा फेरि च्याट्ट परेछ। हेर्नु यो हाम्रो नयाँ स्कुटर है, च्याट्ट लाएर मामाको स्कुटर हो यो। अहिले दिउँसो घुमाउनु पर्छ स्कुटरमा। ओके ठिक छ, अहिले यति ठिक छ। अहिले चाहिँ यहाँ बेबी स्कुटरमा बसेर ट्राई गर्दैछ। ओके ठिक छ। हेलो त उता जानुपर्छ दिउँसो ठाङ्कु डाँडामा, त्यहाँ हेर्नलाई जानुपर्छ। कति रमाइलो छ त्यहाँ चाहिँ होइन। अब हामी चाहिँ कुवामा पानी जानु लाग्यो। अब मेवा खान सक्यौँ साथी हो। कस्तो लाग्यो मेवा? उठ्यो अनलाई कस्तो लाग्यो? माइजू कस्तो लाग्यो? ओके हामीलाई पिरो भयो। अब हामी पानी जान्छौँ ट्याक्क लाएर गाइज। हाम्रो घर हो। अब म माइजू बेबी भएर हामी पानी लिन जान्छौँ। अनि म तपाईँहरूलाई कुवा देखाउने छु कस्तो छ हाम्रो मामा घरको कुवा भनेर। बेबी कहाँ जानु लाग्यो हामी? ओके ल। अनि मैले चाहिँ मामाको सर्ट लगाएको मेरो हात डढ्यो भनेर, कालो भयो भनेर। ठिकै छ। मामाको साथ यस पहिला यसमा पुरै केरा थियो क्या यही बाटोमा। अहिले चाहिँ खरी लाग्यो नि त चैत वैशाख भनेको त। अनि त्यही भएर पुरै आगो लागेको चाहिँ डढेलो जस्तो भयो। तर
एकदम फ्रेस। अब बल्ल अब घाम गयो नि, अब बल्ल मजा आउँछ कि के हो भन्ने खास कुरो। यहाँ चाहिँ मकै रोप्नलाई मोलहरू हालिसक्नु भएको छ माइजूहरूले। यो सब हाम्रो बारी हो, हाम्रोमा डन हो नि त फेरि, त्यही भएर यो बारीभरि। अनि बेबी र म अघि छौँ पानी लिनको लागि। हामीले चाहिँ केही बोक्नु पर्दैन फेरि, हामी त राजा हो नि त, डन हो नि त, हामीले केही बोक्नै पर्दैन। अनि माइजूले बोकेर आउनुहुन्छ। रमाइलो छ हो हाम्रो गाउँको बसाइ, रमाइलो छ। डल्लो गर्न नाच्नुपर्छ। अब एकछिनपछि हामी चटपटे खान्छौँ। अनि के अनि चटपटे खाएर अनि दाइ चियाको लाएर फेरि के खाइन्छ। ठिक छ, रमाइलो छ। अनि यस्तो छ क्या, कति राम्रो छ पछाडि माइजू आउँदै हुनुहुन्छ कता हो खै। चियाको लाएर ल अब कुवा आउँदैछ देखाउँछ है। हिँड्दै आउनु, मस्त हिँड्दै आउनु। ओके नानीलाई आज कति हो र? आज 17 आज सुइराख्नु खै 11 गते लाउँथ्यो कि अझै कति लाउँथ्यो 17 गते अरे अहिले त 17 गते खाले होला। घरमै बास्केटबल खेल्दैछन्। सुरु आयो। त्यो अब हामी चाहिँ ठ्याक्क मामासँग जङ्गल घुम्न हिँडेको। मामा पछाडि आउँदै हुनुहुन्छ, अनुरा मामा, बेबी र म चाहिँ यता हिँड्दैछौँ है बेबी। उसको पारा फेरि छुट्टै छ। हामी चाहिँ अब दिउँसो धेरै घाम चर्क्यो, अनि त्यहाँदेखि हिँड्नै सकेनौँ। मामा आइपुग्नु भयो अहिले। मामासँग अहिले ट्याक्क लगाएर हामी जङ्गल जाँदैछौँ। बाटोसम्म नलाग्यो, अलि बेलुका हाल्दैछु नि त यो भ्लग, त्यही भएर। मामा आज दिनभरि के गर्नु ल भन्नु त, यसो सुनाउनु त। मामा त साह्रै बिजी हो। ल ठिक छ। अहिले पछि माथि गएपछि जङ्गलको भ्यू देखाउँछु कस्तो छ भनेर। यहाँको रोड त सबै चिलित्तै भयो पुरै। मटु गर्नु हो, गुड। यो सब मामा नेता हुँदाखेरि मामाले चिलित्तै पारिदिनु हो। मामा अहिले भूतपूर्व नेता। ओके ठिक छ, यो माथिको डाँडा हो, यसलाई भन्छ ढाङ्गु डाँडा। यो डाँडामा आँपहरू पाइन्छ, अमारो पाइन्छ, पिँडालु तरुल के हुन्छ सब पाइन्छ। कोही फेरि यसरी कुदेका छन् मङ्की जस्तो। हो हाम्रो गरी त होइन, त्योभन्दा नि उता हो। यो हाम्रो जङ्गल हो, हामी यहाँ कति धेरै मेमोरी छ यसमा, कति धेरै यादहरू छन् है मामा। नाति बाबु चिन ल नाति, बुझ्यो कि बुझेन? यो हाम्रो सब जङ्गल हो। नातिले वास्तै गर्दैन, हामीले मात्रै बुझाएर के गर्नु हो कि नाति। साथी हो, आजको लागि यति नै हो। ल, ओके बाई बाई।